डेनमार्कले आफ्नो होम ग्राउन्डमा पोर्चुगललाई धुप्पी छुटेको छ। 23 सुट हानेर 9 सुट अन्त टार्गेट राखेको छ भने पोर्चुगलले 8मा 2 राखेको छ। त्यस्तै पोर्चुगलले अब हेरौँ होम ग्राउन्डमा आफ्नो घरमा कमब्याक गर्न सक्छ कि सक्दैन हेर्न बाँकी नै छ। क्रोएसियाले फ्रान्सलाई आफ्नो होम ग्राउन्डमा आकाशको तारा देखाएर पठाएको छ। फ्रान्स जस्तो अट्याकिङ टिमलाई क्रोएसियाले आफ्नो होम ग्राउन्डमा सहजै जित निकालेको छ र अब हेरौँ फ्रान्सले आफ्नो होम ग्राउन्डमा कमब्याक गर्न सक्छ कि सक्दैन। अब यहाँ हेर है, एम्बापे, डिम्बेले यिनीहरू जस्तो खेलाडी भएर पनि कामै भएन। ओभर कन्फिडेन्टको नतिजा हो। जर्मनीले इटालीको होम ग्राउन्डमा गएर कमब्याक गर्न सफल भएको छ। यो पालिको नेसनल लिगमा जर्मनी फाइनलमा पुग्छ भन्ने मलाई लाग्छ है, मेरो प्रिडिक्सन अनुसार। तपाईँलाई कस्तो लाग्छ कमेन्टमा लेख्नु होला। नेदरल्यान्ड्स र स्पेनको पनि ड्र भएको छ। माइकल मरिनो त्यही खेलाडी हो जसले युरो कपमा जर्मनी विरुद्ध 116 मिनेटमा विनर गोल मारेर युरो कप जिताउन सफल भएको थियो स्पेनलाई। यो नतिजाले हामी भन्न सक्छौँ कि बेल्जियम अर्कोचोटि नेसनल लिगमा हामी देख्न पाउने छैनौँ। बेल्जियम जस्तो स्ट्रङ टिम जसले युक्रेनले 3 गोल हानेर गएको छ। बेल्जियमको पछाडि ब्याकअप हेर न साथी हो, कस्तो छ यार, लाज लाग्छ यार। अब को चिन्छ बी डिभिजनका खेलाडी सी डिभिजन